ललित भाइ सुरजले तिमीहरूलाई के भनेको छ यहाँ साथीहरू चट्ट पढाएर आज यति ढेका पुरा गरेको छु भन्दा थियो बोल्नु पर्छ साथीभाइहरू देउसी भैलो खेले आज बनमुर जाने कार्यक्रम छ त्यही कुरा भन्ने ल दाइले दिन्छ मौन ब्लग बना लाटो ब्लग बना दाइ हामी आज कता जाँदैछौँ हामी पैसा दिनु हुने आज हाम्रो भैली कार्यक्रम भइरहेछ पिकनिक हामी हाम्रै सामुदायिक वनको सिस्ने जाँदैछौँ हामी वनभोजको लागि यहाँ हामी सबै साथीहरू गइरहेछौँ हाम्रो टोली आइसकेको छ देउसी भैलो खेलेर सामान जुटाउनुमा यहाँ डिस्कस गरेर आज केटाहरूको यहाँ कुरै मिल्न लाग्छ भन्नु पर्यो बाइक बेच्छु भन्थ्यो सुरु गर्छु भनेर के ब्लगिङ आज हामी कतिजना जति हुन्छौँ भर्खर कालिम्पोङ अब यसलाई हामी वीरेनगिरी ब्लग्स गरेर कतिजना जति वीरेनगिरी पत्र चाहियो रे एउटा यति हो डेक कति ठुलो चाहियो रे हेरेर न कति डेक कहाँ छ अरे यतिखेर भयो त भइया कन्ट्याक्ट मैले त लग्यो भन्ने कतिजना छन् त्यो पाक्ने छैन पाक्ने त हुनु पर्यो नि टेन्टको नानो डेक लगा भन्न दुईटा भइहाल्यो यहाँ हेलो साथीहरू के छौ निकै छौ कि कसा छौ हैन आज हाम्रो भैली कार्यक्रम पिकनिक गइरहेछौँ आजदेखि नयाँ स्टार्टिङ भइरहेछ भैलो कार्यक्रम ल हाम्रो यात्रा सुरु भइसकेको छ हामी पिकनिक गइरहेछौँ साथीहरूसँग यहाँ आदि हिँडेर गइरहेछन् सीधा नम्बर रोड टाइममा उभ्याएको भन्ने हो हेलो साथीहरू ए त्यसो त्यो सिधा तर ओह्रालो बाटै बाटो फेरि कति बाटो पाहाडको दिन यहाँ पुरै साथीहरू पुरा गइरहेछन् हेलो सुरज के छ अरू दाइ के छ खबर ठिक छौ अनि आरामै हामी ओ हाम्रो यहाँ सालो केटो के छ भयो त ल हामी सिस्नेको दृश्य अब हजुरलाई देखाउन गइरहेको छौँ होइन हामी सब टुरमा गइरहेको हो पिकनिक भैलो खेलेर अनि हामी त्यहाँ जाँदै गर्दा अहिले एकछिनमा भेट्नेछौँ ल है पछाडि छन् तिनीहरू पहिला ए यो डाँडो पुग्ने सामान को हो चल पछाडि बसिहाल्नु ल बिदाजु समय यार छिटो डाँडो पुग्ने सामान दुईजना जान बाइकमा अनि डेक दुईजना जान बाइकमा अनि डेक जाने हो हराजी दुईजना जाऊ भने अनि बाइक पनि डेक पनि जाने हो कि बाइकमा नत्र तीनजनामा जाने होइन उधर उधर तीनजनामा नै हुने हो कि डेक समाउनु पुरा बुझ्न या त दुईजना जानु टक्क खसी पोलिँदैछ यहाँ हाम्रा राज सर यहाँ बोल्दै हुनुहुन्छ
माथि निकाल्दै बाहिर बाहिर निकालेर काली क्रिमल नलागिदिने खुट्टा फाइल गर्न दसरामा आएको चुइका हो यार काटेकामा यार अचानक छैन त हो त्यो पानी भरियो त्यसमा पानी लगाउनु त यसमा माथि पानी पोखला ल्याएछ लिस्टमा त लेखिया हो र अब ल्यायो किन अहिले चक्कु छैन लेखेछ हेलो राज सर कस्तो भइरहेछ होइन खसीको शरीरलाई मजाले उ गर्न लाग्नु भए हेलो सर के छ आराम हुनुहुन्छ यो मान्छे अलि साना हुनुभयो डेग अलि ठुलो भएछ दुईजना मान्छे हटाउने छन् यहाँ खसीको उ भइरहेछ यहाँ पोस्टमार्टम भइरहेछ सिधै हो यहाँ हामी हेर्नेहरू यता पुरै बसिरहेछौँ ठिक छ बबाल छ बबाल राज सर कस्तो अनुभव भइरहेछ पिकनिकमा आएको टक्क खसीको पोस्टमार्टम हुँदैछ हो घुमाए अलि घुमाउनुहोस् यहाँ भइरहेछ यहाँ हाम्रो सालो केटो पनि आइपुग्यो कस्तो भइरहेछ साला केटा अलि ढिला आउनु भएछ ल अलि यहाँ बाइकबाट तल नझर्ने रे उहाँको एकदम अडान भइरहेछ जबसम्म खसी रेडी हुँदैन तबसम्म नझर्ने भन्ने अडान लिएर बसिरहेको छ हाम्रो मात्रै हो आज पिकनिक भने केटाहरू पुरा रमाइलो गर्दैछन् ब्लेड छ अरे ब्लेडवाला मान्छे पछाडि भनेपछि केही भन्दिनँ छैन भन्नु केही नभन्नु केटाहरू पुरा हामी यहाँ एकछिन भइरहेछ म हातले हामी सबै पुगे दाईहरूसँग होइन अब यहाँ हामी के देखाउन सक्छौँ जस्तो पनि देखाउन सक्छौँ हेर्नुहोस् त्यहाँ दारू खाने त्यो धेरै दारू सारू खाने होइन केटाहरू निखिल भाइ मेरो भाइले काट्दैछ होइन लसुन प्याज हान्दैछ यो कालीकोट अहिले यही हो त्यो मुजीको कान हान्नुपर्छ यहाँ यस्तो छ होइन डेकसेक व्यवस्था अनि खसी ओहो खसी ढल्सक्यो मेरो दाई यो अशोक दाई हो यो मेरो दाई हो होइन यो सुरज दाई अशोक दाई हामी होइन चिलमा ल यो मेरो राजी दाई अर्को मेरो सिद्धे दाई अर्को यो भतिज अनि यो म अनि यो मेरो साथी होइन बिस्तारै हामी गर्दैछु सबै यो भ्लग मेरोमा आउने हो कोहीको मेरोमा सेयर है बनाउँदैछु म अनि भ्यू टावर हामी बिस्तारै देखाउँछौँ यो यस्तो छ भन्ने कुरा होइन केटाहरू चाहिँ दारू सारू खानलाई मुजी यहाँ हेर न भने के हो कति हेर्नु अनि यो मेरो दाइ र म होइन सब चिरान हुनुपर्छ फिक्स दिने हो फेरि यहाँ यार म दिन्छु अरे म तुरुन्तै ल्याइदिन्छु तुरुन्तै रुपियाँ ल्याएछ सब मिलाएर गर न अहिले ल्याइदिन्छु म त्यो ल्याउनु के छ र होइन भिनाजी ल यो मेरो भिनाजी अहिले थमाउँदैछ अहिले एकछिन म थमाउँछु पुनः म भेट्नेछु है
एक धोएर लैजानु हामीलाई गाडी धोएर लैजानु धुन पर्दैन दाइ उ हुने फोहोर हुने हो त्यो 4-5 जनाको हाल लैजाउँ त लगेमा हालिदियो हामीलाई पुरै उता जानु लाग्यो कहाँ पुरै जाने वही यही बस्नु साथीहरू अब यहाँ कसल ससल भइसकेको छ हाम्रो पिकनिकको यहाँ हाम्रो भाइ हुनुहुन्छ चट्ट पारेर यहाँ कसल रेडी गरेर यहाँ सर हुनुहुन्छ हेलो किसन दाई के छ खबर दाई आराम हुनुहुन्छ ओ मेरो भाइ यहाँ दाजुभाइको भेट भइरहेछ यहाँ एकदम होइन हाम्रो किसन दाई यहाँ बोल्नु छ म सायद पर्छु हेलो हजुर आराम हुनुहुन्छ ब्लगमा भाइ चाहिँ के अरे यहाँ माछा तारिँदैछ यहाँ पुरै मेरो भाइ यता छ यहाँ टक्क कसमल बाँड्दै हुन्छ सर पाडेर कसमल यहाँ यहाँ बाँड्ने कार्यक्रम उहाँको यता हिँड्न यार सुरत यार यो गिलास यार हामी बसिहाल्ने हात छोडै ए आऊ अरु कहाँ छ है बच्चाहरु सब पायो प्रेमको भाग राखे है भाग लगाइदियो केटा सुमाना मिक्स नभए होइन अब नुन कसैलाई बढी चाहिन्छ होला कसैलाई मिक्स त हुन्न के हुन्न अघिदेखि भन्न जुको लाग्यो खै अलिक कलेज राख्दै कलेजै ए भाइ तल साथी दिदी बच्चालाई त्यो ब्याग नि लिएर आइज है मेहनत गरिराखेर सबलाई खाइदिनु भोलि यिनीहरूले नै भैलो खेलेर हामीले पिकनिक बस्न अरे काम दिनु भाडा पाउँदैन हो दोरे बच्चा धेरै आयो 1 2 3 4 5 6 पात समातेर आफ्नो लागि पात लिएर आऊ भने अलि कलेज हाल्नु त यसमा छाला बढी भयो पुग्ने गरी भाडा पुग्ने गरी भाडा यो पनि गर्नु लगिरहेको हजुर पनि खाइसो ल खाइसो खाँदै गर्नु पातमा उनीहरू लैजान्छ दुध हाल्नु हाल्यो यो त हाम्रो रेकर्ड भयो यो हुन्न छ त्यही भइरहेछ रेकर्ड त्यहीँ देखेर को जय साहब यस्ता मेहनत हेरेको छ नि जय साहबले त यही मैले बिहा लाउँदैन भएर यही लिन्छु म को यो जय साहबकै हो नुन कहाँको नुन भन्छ हो कचमुनिया कम थिएमा ठिक्क छ यार नुन कम छ झोल बनाउने हो नि त यार किनार नुन टमेटो भएर म यस्तो शब्द किनार नुन राखेर डोब्या भए म नुन जान ज्यानुन मान्छे हाँ हमारा अध्यक्ष जी हुन् यो तेरा यार यो त दामी रहेछ त यार ल यहाँ माछा हुन् भन्दै
हाम्रो पुष्कर भाइको यो बाटो हो यो हाम्रो लाउरे भाइ यो बोटन भोट्नको लागि त्यहाँ खसीकोले बनाऊ यो हो खल्लाको टिम यो अर्को खसी हाम्रा वनका कर्मचारी यता हेर मामाजी हजुर 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 नमस्ते नमस्कार गर अब जानु हा घर जानु म त भइया के रेकर्ड सुरु भयो रेकर्ड छ सेतो नम्बर प्लेटको त अलि टार्गेटमा राख्नु खानेको छ त्यो और मिट जाएंगे बन जाएंगे